हेलो एभ्रिवान, वेलकम टु हामी युट्युब च्यानल। आज चाहिँ हामी दानाङको लास्ट डे थियो अनि त्यो लास्ट डेको नाइटमा चाहिँ हामी के गर्छौँ किप वाचिङ हेरिदिनु होला। थ्याङ्क यू। या गुच्चीको चस्मा किन्नमा गुच्चीको चस्मा लाउने मेलन यस मेलन यस So night outing, we just from Danang Beach. Yeah, quite nice, awesome. Hopefully the night is here. Market. हाम्रो चाहिँ मैङ्गो र हिगेन हो कि यो भन्नु पनि जान्दैन, हिगेन हो कि हग्ने आयो। कस्तो छ मेरो खाइ हेर्नु त कस्तो टेस्टी छ, यस्तो मिठो हुँदो रहेछ। सिङ्गापुरमा त यति बनाएर खानु त सक्दैन मेरो। $10 $10 पनि आउँदैन यो। ए भोलि त बुफेट खानुभन्दा बाहिरकै खानु पाउनुपर्छ जस्तो छ नि। अन्त बुफेटमा यस्तो चिजै दिँदैन नि। त्यसले खानु एउटा भोलि फ्राई राइसै पार लानुपर्छ त्यसलाई। त्यसले खाँदैन मन पराउँदैन त हो। के त खान्छ त, केही खाँदैन, त्यही अन्डा अलिकति एउटा खान्छ फोकस। यहाँ माई एनदर मेरो अर्को आइसक्यो। तर कस्तो थोरै आउँछ कि क्या हो होइन। ब्रदर, दिस वान also satay? What called satay? Yeah, Also satay. Yeah, correct. You are right. This also called satay. Eat also satay like this. Yeah. Yeah, so nice. सावर छ कस्तो छ साले गुलियो So sexy छ. सेक्सी छ खै। मेरो क्याप्चर गर्नु कस्तो यहाँ पानी आइसक्यो यार, तपाईँ कस्तो भन्नु। कस्तो मिठो रहेछ। म त त्यतिले त अघाउँदिनँ जस्तो छ पुरा यो त। नट त्यही यिनीहरूले अचार चाहिँ कि उयो दिनुपर्ने नि। थ्याङ्क यू। हाम्रो चाहिँ अब एकदम आज त डिफ्रेन्ट टेस्ट। हामीले हिजो चाहिँ एकदमै सी फुड खाएको, लब्स्टर, सी फुड, प्राउन एन्ड हामीले पक्का अनि क्राबहरू खाएको। आज चाहिँ डिफ्रेन्ट चेन्ज। हामी अलिकति यहाँको डिफ्रेन्ट एकदम प्योर फ्रेस जुसदेखि लिएर एकदमै हामी चाहिँ सी साइडमा छौँ। एकदमै यो दानाङको चाहिँ एकदमै चलेको सी साइडहरू अगाडि जाने जस्ट नियर फ्रेस जुस। अब म चाहिँ अलिकति अर्को डिफ्रेन्ट जुस लिने भएकोले गर्दा त्यो अचार त्यही भनेको कि बुझेन र यही छ त अचार नि है। त्यो अनि दिएन त अनि यो मलाई खाइदिउँ त्यही भनेको बुझेन। यहाँ लगाइदिनु न गुलियो चाहिँ। ए तेरो वा यु डिस्कस्टिङ। दिस वान अल्सो, दिस वान इज नाइस वान। दिस वान भेरी गुड। म पकाइदिनु, मलाई अर्को प्लेटमा दिनु। त्यो के हो बोसो रहेछ। न नाइस खाना खै पैसा पैसा यो होइन सेम चिल्ली भएको उमा चिल्ली 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 ओ यहाँ छ यहाँ यही छ देख्दैन। देखाउने मात्रै म चाहिँ
खाएको देखाउनु पऱ्यो खाएको कस्तो नाइस छ त्यो यिनीहरूले के चिली फ्लेक्सहरू त्यस्तो दिएको भए चाहिँ एकदम टेस्टी हुन्थ्यो क्या झन् तर यो चाहिँ एकदम पोकको रहेछ त कस्तो मिठो है यो बर्गर पोकको तर लोकल पोक है क्या त्यहाँ एकदमै अर्ग्यानिक पोक क्या नाइस छ होइन यहाँ चाहिँ सबै यस्तो नेपालमा पोलर खाएको जस्तो आउने होइन टेस्ट है लोकल डिस म त भोलि बुफेट खानु नजाने दुईवटा केटाकुडी चाहिँ यसरी सुतिरहेको छ होटलको रुममा होइन यहाँ चाहिँ उसको आमा चाहिँ यसरी हेरौँ के खुवाइ उसको हेर्नु कसरी खाँदैछ रङ प्लेसमा बसेँ रङ आइटमहरू दानाङमा खाएर के भन्छ त्यो बुढोले के भन्छ त्यो केटीले पियर जुस खान चाहिँ मजा आउँछ मेरो किवीको खान्छु भन्दै थियो किवी गरेर नि यस्तो त कहाँ मन पराउँछ त अनि यस्तो चक्का भएको चाहिँ हेलो Alright, thank you. यो त बोकेर लगेर कतिलाई उठाएर खुवाउने बेला हुन्छ खाइसक्यो नि किन दुईवटा भियतनाम डङ रहेछ भनेर यो गर अनि त्यो चार चम्चा Brother, spot. Spoon? Okay. Yeah, alright. You have a chili patty? Chili. Okay. Nice, sir. French fries, yeah. Soup. Thank you. Thank you. Yeah. Soup. खुवाइ हेर्दाखेरि कोही मान्छेको हेरौँ तँलाई चाहिँ गतिलै छ तपाईँलाई खासमा मलाई अलिक हेपी राखेको छ होइन त्यो म नेपालदेखि सिङ्गापुर आउँदा पनि तपाईँले मलाई खानु र सुत्नुमा त म गर्छु काम अरू गर्दिनँ भनेको होइन तपाईँ घरमा पनि मैले समेत काम गराउनु होइन अनि यहाँ खाना पनि मैले खानु सुत्नुमा त आएको थियो त्यो बेलामा कहिले पहिला सिङ्गापुरदेखि सिङ्गापुर आउँदा नेपालदेखि खोर्सानी खुवाउनु ल्याएको खोर्सानी पनि यस्तोमा चेपेर मात्रै खानु Not too much talking, okay? It's time for it. So nice, really. Really, look at you, huh? Your chili. I think your chili, different chilies, but... Oh, no. That's delicious chili. त्यसलाई अघि चिली मागेको हो नि अर्कोले दिँदैन
The chili, good nice taste, huh? You like it, so don't use it. Sweet stuff. Mấy Singapore làm ngon bò lắm rồi. Good. 머리 내 그냥 안 짜야 그 비야. 나 지금 가면 되나? 자기요. 너가 빠서 시작 안 그래. Rồi, nó masuk lagi naga. Fine. No, good, good. Itu yang masuk itu jadi sebelum tahu. Come on. Ada nggak? Ini jadi क्या भातको यो खाना न यो माथि के डढे हाम्रो यस्तो लाने यो कुरुम कुरुम हुने होइन त्यो फ्राइस मिठो रहेछ यो परमिसनले भेटेर बजाउँछ यसले तर बिहान माथि लाने होइन ल्याएर आउने बिहान उठ्ने अलि 8 बजे उठ्ने 9, 10, 11, 12, 1 अनि त्यहाँ खान त जानु नि बुफेटको माथि के त छैन मिठो हुँदैन यहाँ डिफरेन्ट हुनसक्छ अब त्यहाँनिर माथि गएपछि खाएपछि कहाँ छ अट्छ त्यस्तोहरू अनि अर्नै बस्दैन के छ त माथि घर आगायो भने यहाँ नखाने नि यहाँ आउने जुस खाने भोजन यो आइटम खानु न यो के मन पऱ्यो अनि जुस चाहिँ अनि म पनि भोलि बिहान जुस चाहिँ खान्छु होला म अब गाडा जुस खान्छु होला भोलि मेरो यो पनि कस्तो मिठो लाग्यो अन्त मिठो छ मैले भने नि यो अब पोकको के अरू यहीँको पोक के मासु चाहिँ यही नेपालकै जस्तो होइन तिनीहरूको पोक यस्तो हुँदैन आज निकै डेलिसियस फुड खाएँ है तर त्यो अब भिडियो चाहिँ अफ गर्दा हुन्छ होला होइन अब धेरै हुन्छ होइन यहाँ काउन्टरको पैसा तिर्ने हो के खालको साथी हो आमा यत्रो फ्राई राइस आएको छ एउटा ढुङ्गा जत्रै त्यो पनि सकायो सक्यो अर्को फेरि बर्गर दुईवटा हामबर्गर दुईटै सिध्याउनु भयो आमा चिचिहाल्छ बियर एउटा सुप पनि तपाईँलाई खानुको ट्याङ्करै मान्नुपर्ने रहेछ नि म जस्तो एउटा मात्रै जुस खानुपर्छ क्या यसमा यसो डटी यो चाहिँ सिकुट यता 80,000 न कस्तो भइरहेछ त कस्तो भइरहेछ मलाई एक्सिडेन्ट अहिले त फिलिङ छ अब सुपर सिङ्गल भइरहेछ क्या हो र सुपर सिङ्गल हो दानाङ बिचको यो अब समुद्रको छालमा होइन कति मान्छेहरूको मिसमिराइस दानाङ बिचको पनि फेमस ठाउँ के हो थाहा भएन
अहिलेको यो सम्मको देखेको बिचमा चाहिँ अनि यो बिचको चाहिँ कति स्कोर पाउँछ त अनि खुट्टामै आयो त बराबर यो चाहिँ बिच चाहिँ हेर्नलाई चाहिँ आँखाको लागि चाहिँ वाउ वाउ छ होइन तर प्ले गर्नेहरू ठाउँमा हुँदाखेरि चाहिँ अलिकति यसमा हो भनेपछि प्ले गर्ने ठाउँ छैन मलाई त सबभन्दा राम्रो बिच छ उता मालदिभ्सकै मालदिभ्सको बिच हेर्न चाहिँ अनि मजा यहाँको त अनि सबै आएको छ त यसरी यहाँ पनि त यहाँ बिच अनि नाइट बिचहरू हाम्रो होटल त जस्ट बिहाइन्डको माथि देखेको यो या म्याक्स मेलन हो पर्दैन म चाहिँ अब म आफै सेल्फी मेरो चाहिँ हातको विषय गरेर सेल्फीको लागि बनाइदिएको हात जस्तो पनि लाग्छ होइन त्यही भएर मेरो यो के हो होइन बढ्नु बाँकी राखेको होला होइन अझै बढ्न बाँकी राखेको हो कि आयो छालले कोही मान्छे लगेर छालले ल यो छाल अनि यहाँसम्म आएर आयो नि त नि होइन अनएक्सपेक्टेड माथि छालो पर तल जाऊ न तल म आएर कुद्दै खिचिदिन्छु ल गो ओके सीफुड हाम्रो यहाँ चाहिँ एकदमै जस साइडमा सीफुड एकदम हल्का सीफुडहरू छ यतापट्टि यता हेरेर जस्ट हाम्रो अब होटल होटलहरू अल द वे अलङ द वेस्ट अन्त लेफ्ट साइडमा चाहिँ हाम्रो बिच अब बिहाइन्ड स्नेल जस्तो देख्यो त डल्फिन होइन सिम्पल बट नाइस अब यसको पछाडि चाहिँ जस्ट समुद्र छ हाम्रो एकदमै ठुलो समुद्र होइन अगाडि यस्तै हाम्रो रुमबाट देखेर चाहिँ हाम्रो होटल यो सो नाइस लियो कि दानाङ हिल तर हिजो पनि यस्तै थियो होला होइन सेम हो नि हिजो बिहान त यस्तै थियो यो कति हाइट बस्छ त विचार गर्नु त्यो अब कोकोनट बीच भने डाइपर अहा डाइपर पुछौँ लास्ट डाइपर पुछौँ पापाको ड्युटी मन्दसको ड्युटी अलरेडी डन झोला रेडी यसको चाहिँ के छ तेरो ड्युटी भन त्यो ड्युटी के हो त्यो ड्युटी केही छैन होइन हिँड्यो के गर्दैछ बाउ छोरा तपाईँलाई कस्तो फिलिङ भइरहेछ तपाईँलाई पछि बुढो भएर खक गऱ्यो भने ए पापाको यो आएछ भनेर छोराहरूले गर्छ जस्तो लागेको छ कि पापाको गुआयो आइज ल हस्पिटल लानुहुन्न अब यहाँ बुढा मान्छे यस्तै हो भनेर भन्नु होला नि काम के होइन अब हस्पिटल लाँदै गर म डेटिङमा छु भन्ने होला होइन तिमीहरूको बन्दुकले तिमीहरूको धुवा निकाल्छ